खासमा के हो त आइजेन भ्यालु एन्ड आइगन भेक्टर भन्नाले हामीले पहिला के गर्नुपर्छ भन्दाखेरि क्यारेक्टरिस्टिक्स इक्वेसन लिनुपर्छ ए माइनस ल्याम्डा आई लिनुपर्छ इजिकल टु 0। ए भनेको यो म्याट्रिक्स दिएको छ गिभन म्याट्रिक्स ए माइनस ल्याम्डा इभनको आइडेन्टिटी म्याट्रिक्स हुन्छ अरे के अरे आइडेन्टिटी म्याट्रिक्स हुन्छ 1 0 1 0 1 हुन्छ डायगोनल्ली 1 हुनुपर्ने। अब यसलाई सल्भ गर्दाखेरि के हुन्छ भन्दाखेरि यहाँ 1 छ भने 1सँग माइनस ल्याम्डा जान्छ। त्यसपछि के हुन्छ भन्दाखेरि यसलाई सल्भ गऱ्यौँ सल्भ गरेपछि जुन यति 3 1 आउँछ नि त्यसलाई के भन्छ अरे आइगन भ्यालुज भन्छ अरे। आइगन भ्यालु आइसकेपछि हामीले के गर्नुपर्छ एक्स भनेको एक्समा मान्ने अब आइगन भ्याक्टर निकाल्नुपर्छ। आइगन भ्याक्टर निकाल्न के गर्नुपर्छ सेम हाम्रो क्यारेक्टरिस्टिक्स इक्वेसनमा एक्स लेख्नुपर्छ त्यसलाई पोलिनोमियल इक्वेसन भन्छ। अब यति राखेपछि ए को भ्यालु राख्ने ल्याम्डा को राख्दाखेरि हाम्रो माइनस ल्याम्डा भन्छ यो स्टेप जम्प गरेको छ त्यही भएर अब यो एक्सको ठाउँमा एक्स वाइ राख्ने। अब जब हामीले के अरे ल्याम्डाको भ्यालु 1 लिन्छौँ भने अब तब के हुन्छ ल्याम्डाको भ्यालु 1 लिँदा हाम्रो यो 1 हुन्छ 1 2बाट अब 1 माइनस हो माइनस हुँदा 1 1 भयो। अब यसो हुन्छ भने हामीले एक्स यो मल्टिप्लाई गर्दा एक्स प्लस वाइ इजिकल टु 0 एक्स प्लस वाइ इजिकल टु 0 पाउँछौँ लेख्न। अब यहाँबाट वाइ इजिकल टु माइनस एक्स अब एक्स इजिकल टु ए लिँदा ए भनेको 0सँग इक्वल हुँदैन अब वाइ भनेको कति हुन्छ माइनस ए हुन्छ। सिमिलरली एक्सको भ्यालु ए लियौँ भने वाइको भ्यालु माइनस ए भयो त्यही भएर ए कमन लिँदा 1/-1 भयो त्यो चाहिँ हाम्रो फाइनल एन्सर भयो। कसको लागि जब ल्याम्डाको भ्यालु 1 हुन्छ भने ठिक छ। अब ल्याम्डाको भ्यालु 3 हुन्छ किनभने हामी दुईवटा आइगन भ्यालु आएको छ भने दुईचोटि लिनुपर्छ क्या त्यही भएर ल्याम्डाको भ्यालु 3 लियौँ एकचोटि फेरि लिँदाखेरि के हुन्छ भन्दाखेरि अब ल्याम्डाको भ्यालु 3 लिँदा -1 भयो। सबै सेम प्रोसेस हो क्या अब यहाँसम्म सेम हो होइन। अब एक्सको भ्यालु वाइ आयो भने एक्सको भ्यालु ए लिँदा वाइको भ्यालु पनि ए नै आयो त्यही भएर सेम आयो। यति हाम्रो गर्नुपर्ने हुन्छ बुझ्नुभयो होला सबैले एक्जाममा राम्रो गर्नु होला।